म भर्खरै युएमएनको धेरै क्लस्टरहरू भिजिट गरेर आएँ। त्यो भिजिट गर्दाखेरि चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको निड चाहिँ एकदमै धेरै छ, जुन निडलाई चाहिँ हामीले विभिन्न कारणले गर्दाखेरि, जसमा चाहिँ फाइनेन्सियल प्रब्लमले गर्दाखेरि पनि हामीले त्यो सबै निडहरूलाई एड्रेस गर्न सकिरहेका छैनौँ। उनीहरूको अवस्था र उनीहरूको निड देख्दाखेरि चाहिँ मलाई आफैलाई एकदमै नराम्रो महसुस हुन्छ, एकदमै हेल्पलेस भएको जस्तो खालको मलाई महसुस हुन्छ। सहयोग गर्न सकिएन भने उनीहरू चाहिँ पक्कै पनि समुदायमा छुट्छन्। अहिलेसम्म हामीले हाम्रो प्रोग्रामबाट अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ एउटा होम मोडिफिकेसन गर्ने काम, अनि असिस्टिभ डिभाइसेस दिने काम, र त्यसपछि उनीहरूको मेडिकल रिहेबिलिटेसन चाहिएको छ अथवा डिजिज कन्डिसन छ भने त्यसलाई म्यानेज गर्नको लागि गरिने कामहरू 3टा कामहरू गरिआएका छौँ। तर त्यो 3टा कामहरू पनि त्यति धेरै थोरै मात्रामा गरिरहेको भएको भएर सबैको लाइफमा हामी पुग्न सकिरहेका छैनौँ, एज पर निड हामी पुग्न सकिरहेका छैनौँ। त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले त्यो समुदायमा जो लेफ्ट बिहाइन्ड भएको केसेसहरू छ त्यो केसेसहरूको लागि हामीले गर्न आवश्यक छ। उहाँले खाने कुराहरू आफैले कहिले पनि खान सक्नुहुन्थेन, इभन पानी पिउनुको लागि पनि कुनै व्यक्तिको सहारा लिएर मात्रै पिउनु पर्थ्यो, किनभने उहाँ अल टाइम दिनभरि नै ले डाउन अन द बेड, होइन, बेडमै सुतिराख्नुपर्ने हुन्थ्यो। पछि उहाँलाई त्यो सपोर्ट गरिसकेपछि अहिले उहाँले आफ्नै तरिकाले पानी पिउन सक्नुहुन्छ, खाना पकाउन सक्नुहुन्छ, आफै पनि खान सक्नुहुन्छ, परिवारको मान्छेलाई पनि खुवाउनुहुन्छ र परिवारको मान्छेलाई खाना पकाउने काममा पनि उहाँले सपोर्ट गरिराख्नु भएको छ। टाइममा पानी पिउन पाउनु र खाजा खान पाउनु यसरी सरसर्ती हेर्दाखेरि चाहिँ सामान्य कुरा देखिए तापनि, तर एकजना अपाङ्गता भएको व्यक्तिको लागि पहिला जुन चिज चाहिँ गर्नै सक्नुहुन्थेन त्यो चिज चाहिँ गर्न सक्नु र सक्ने बन्नु भनेको उनीहरूको जीवनमा आएको राम्रो परिवर्तन, ठुलो परिवर्तन हो। र यसले चाहिँ उहाँ अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ केसम्म गर्छ भन्दाखेरि उहाँलाई आफू एकदम इम्पावर्ड भएको अनि आफूलाई चाहिँ डिग्निफाइड भएको फिल गराउँछ।